दाइ पनि हुनुहुन्छ उतातिर उता माथि हुनुहुन्छ तर दाइले नाइ नाइ भन्नुभयो के छैन म दाइले देखाउँदैन अनि सुड्डो अङ्कलहरू मास्क लगाएका छन् हैन हेर्न सक्नुहुन्छ तपाईँ तो यार शुरू करते हैं बिना किसी बकचोदी के हेलो गाइस फेरि मेरो अब एउटा नयाँ भ्लग आयो र आजको यो भ्लग चाहिँ एकदम खतरा हुनेछ हैन यस्तो खतरा तपाईँ हेर्न सक्नुहुन्छ म आज रुमबाट निस्किने बेला चाहिँ मौसम हाम्रो यस्तो परिवर्तन थियो कि यस्तो परिवर्तन थियो के भन्नु म तपाईँलाई यस्तो खतरनाक मौसम थियो कि सास फेर्न नै गाह्रो भइरहेको थियो क्या अहिले हेर्न सक्नुहुन्छ मेरो पछाडि पनि हैन सानी नानी अङ्कलहरू मास्क लगाएका छन् हैन हेर्न सक्नुहुन्छ तपाईँ यस्तै खतरनाक छ हैन सास फेर्ने गाह्रो कि कस्तो सास फेर्न गाह्रो हेर्न सक्नुहुन्छ पुरै धुन्द्लो धुन्द्लो देखिरह होला रोडतिर हैन अहिले त केही छैन अहिले त अलिक थोरै भइसक्यो कम भइसक्यो हैन बिहानतिर त यति धेरै थियो कि हैन मान्छे त देखिन थिएन यति नजिकको मान्छे त देखिन लागेको थिएन हेर्न सक्नुहुन्छ पुरै धुन्द्लो धुन्द्लो पुरै बिल्डिङहरू देखिरहेको छ र यहाँ हाम्रो काम गर्नेहरू क्लिनर दाजुहरू पनि हैन मास्क लगाएर काम गरिरहेका छन् किनकि अहिले मौसम नै यस्तो खतरनाक भइसक्यो कारण पनि त्यही हो क्या अब सास फेर्ने नै यस्तो गाह्रो भइरहेछ हैन मैले त बिहान बनाउनु पर्ने थियो कि भिडियो हैन तर अब के गर्ने बिहान अब त्यति अब निन्द्रा खुल्ने बित्तिकै अनि यसो ड्युटीतिर आउनु पर्यो त्यति बेला दिमाग नै चलेन नत्र त्यति बेला तपाईँलाई देखाएको भयो हैन छक्क पर्नुहुन्थ्यो होला यस्तो खतरनाक थियो क्या सास फेर्ने गाह्रो भएर त त्यति बेला त मास्क पनि लगाएको थिएन अहिले त मास्क अघि नै लगाएको किनकि सास फेर्न लास्टै गाह्रो भइरहेको थियो क्या अनि यो यस्तो धुलो चाहिँ कहाँबाट आएछ भन्दाखेरि हैन त्यसको बारेमा चाहिँ म आफै एक्सप्लेन चाहिँ गर्दैन हैन अरूलाई नै सोध्नुपर्छ अनि हामी अरूलाई सोधेर हैन तपाईहरुलाई भन्नेछौँ के कस्तो छ त्यसको बारेमा के छ हाल खबर हो ठीक छ बाबु के छ दाइ आज कस्तो लागिरहेछ तपाईलाई आजको मौसम याद लागिरहेछ बाबु है यस्तो धुलै धुलो छ हैन कसरी भयो यस्तो दाइ यो अब क्लाइमेटको कारणले होला नि यहीँको क्लाइमेटले गर्दा हो कि बाहिर बाहिरको हो बिहान त धेरै थियो है एकदम धेरै अहिले चाहिँ अलि कम भएको छ अरू सब ठिक छ नि दाइ ठीक छ ल दाइ ल हुन्छ दाइ हेर्न सक्नुहुन्छ यतातिर पुरै सबै मास्क लगाएर हैन पसलमा बसिरहेछन् त्यस्तो धुलो चाहिँ यहाँको चाहिँ भन्छन् है सुनेको कि सौदीबाट रे सौदीमा त पुरै रेतै रेत छ नि त पुरै अब त्यस्तो ठाउँै कस्तो खतरा छ कि त्यतातिर केही छैन रुखसुख केही नभएको होइन अनि त्यही भएर अरे त्यताबाट चाहिँ अब बन्जर भूमिबाट चाहिँ त्यहाँबाट हावाहरू उडेर अनि होइन उडेर यता खाडी अब कतार नजिक भयो नि त अनि त्यही भएर यतातिर आउने रहेछ क्या अनि त्यही भएर यतातिर मौसमहरू टाइम टाइममा होइन ती कन्ट्रीहरूको लाग्दा यतातिर मौसमहरू चाहिँ परिवर्तन हुने रहेछ क्या आज अब यस्तो पुरै धुलो धुलोवाला मौसम छ कि सास फेर्न लास्टै गाह्रो भइरहेछ क्या यस्तो गाह्रो भइरहेछ नि होइन बाध्यताले होइन मास्क लगाएको नत्र मास्क बिना त झन् लास्टै गाह्रो क्या र मलाई मात्रै होइन धेरै मान्छेहरूले त्यस्तो भइरहेको सक्नुहुन्छ यता पुरै धमिलो धमिलो छ क्या पुरै धुन्द्लै धुन्द्लो छ क्या पुरै अब उताबाट त नजाने माथिबाट नजाने तलबाट जान्छौँ हामी होइन तलबाट जानुपर्छ माथिबाट लास्टै गाह्रो भइरहेको छ क्या अहिले त कम भइसक्यो होइन पहिला त धेरै गाह्रो भइरहेको थियो हामी माथिबाट नजाने माथिबाट पनि हावाहरू चलिरहेछ अनि त्यसपछि गाडी पनि क्रस गर्ने बेला पनि अलिक गाह्रो हुन्छ त्यही भएर अब हामी तलबाट जाने हो अनि हाम्रो एउटा दाइ भेट्नु भएको छ ऊ जान्ला छन् त्यो दाइसँग पनि अहिले सोध्नुपर्छ कुराहरू गर्नुपर्छ के कस्तो छ भनेको यता लिफ्ट पनि खुलिसक्यो लिफ्टभित्र आइपुग्यो हामीहरू दाइ हामी के छ दाजुहरू खबर ठिक छ नि अहिले हामी पुगिसक्यो आजको के छ यस्तो माहौल मौसम कस्तो छ कि आज किन यस्तो भयो मलाई थाहा छैन आज कता हो तर कस्तो धुलो धुलो छ क्या पुरै होइन कस्तो सास फेर्दै कति गाह्रो भइरहेछ कि बिना मास्क त हिँड्नै गाह्रो छ क्या
दाइ र अहिले म यतातिर छु हाम्रो लिफ्टमा र अहिले हामी पुगिरहेछौँ तलतिर किनकि माथिबाट जान अलिक गाह्रो भयो एकदम मौसमले गर्दा चाहिँ होइन। त्यही भएर अब हामी यहाँ निस्किसक्यौँ। दाइलाई पनि थाहा नरहेछ के कस्तो भन्ने कुरा किनकि अब हामीलाई पनि थाहा हुँदैन नि त यतातिर कहाँबाट के भयो कसरी के आयो भन्ने कुरा केही थाहा हुँदैन नि त। यहाँको लोकल मान्छेहरू अथवा धेरै पुराना मान्छेहरू भएपछि होइन उनीहरूलाई चाहिँ थाहा हुन्छ क्या। अब हामी जस्तो मान्छेलाई त कहाँ थाहा हुने भयो यस्तो भयो कसरी चेन्ज भयो कसरी के भयो भन्ने कुराहरू। त्यो पनि बिहान त हेर्नै नसकिने के हेर्नै नसकिने पुरा सास फेर्न यस्तो गाह्रो थियो। अहिले फेरि अब हामी यहाँबाट माथितिर निस्किने हो। बाहिरबाट हिँड्नु त धेरै गाह्रो भइरहेछ। त्यही भएर अब हामी भित्रको बाटोहरू हिँडिरहेछौँ कि अलिक सजिलोले भयो नि त। भित्र त्यति गाह्रो हुँदैन। त्यही भएर अनि एउटा दाइसँग आएको यतातिर अफर लागिरहेछ क्या। के छ 5 रियालको यतातिर पुरै अफर पसल खाली भइरहेछ जस्तो छ होइन। पसल खाली भइरहेछ जस्तो छ। ए अन्डा कितने का है अन्डा? इसको 50 रियाल भयो। 180 रुपियाँ अरे अनि त्यसै 50 रुपियाँमा अहिले बिग अफर धेरै ठुलो अफर दिइरहेको रहेछ। हेर्न सक्नुहुन्छ 5 रियालमा चाहिँ अब पर्स चस्मा यसो लगाएर हेर्नु पर्यो। यो चाहिँ 5 रियालको गाइस 5 रियाल। यो वाला पनि 5 रियाल रे। 5 रियाल भनेपछि 5 रियाल भनेपछि त्यो 180 रुपियाँ नेपालको। यो वाला चाहिँ ठिक लाग्यो। कस्तो क्यामेरामा चाहिँ कस्तो देखिन्छ थाहा भएन है। क्यामेरामा चाहिँ कस्तो देखिन्छ चाहिँ मैले के गर्ने अब यो चस्मा लिएँ होइन 5 रियाल यताको 5 रियाल। अब चस्मा लिएँ किनकि बाहिर त्यस्तै मौसम छ होइन धुलोहरू उडिरहेको होइन। त्यही भएर यसो 5 रियालमा एउटा चस्मा लगिदिउँ आफ्नो सेफ्टीको लागि। त्यही भएर यो चस्मा लिएको र यो मार्केट पनि धेरै ठुलो छ। एक दिन यो मार्केट पनि म तपाईँहरूलाई भिडियो बनाएर टक्क होइन देखाउने छु के कस्तो छ के पाउने रहेछ कति ठुलो रहेछ होइन। यो मार्केटभित्र तपाईँको 300 पसलहरू होला जति निस्क्यौँ। फेरि बाहिर निस्किसके हेर्नुको धमिलो देखिरह होला। अहिले त फेरि म कतिचोटि भन्नु एउटै कुरा अहिले त अलिक कम भइसक्यो। बिहान त यति धेरै थियो कि यति धेरै कि कुरै छोडिदिनु क्या। र मैले चस्मा किनेर जे होस् अलि राम्रै गरेछु जस्तो लागिरहेछ किनभने आफ्नो सेफ्टीको लागि हो नि त। त्यही भएर अब रुम जाँदैछु। अब के गर्ने अब यस्तो मौसम छ बाहिरतिर ब्लास्टिक डेन्जर मौसम छ। यतातिर कचडा उठाउँदैछन् यसरी फोहोरको गाडी आउँछ ठाउँमा यस्तो राखेछ। भाइ खबुस दियो। गाइस बल्ल अब रुममा आइपुग्यो। अब टक्क अब यसो फ्रेस हुनु पऱ्यो होइन। हाम्रो दाइ पनि हुनुहुन्छ उतातिर उता माथि हुनुहुन्छ तर दाइले नै भन्नुभयो के छैन म दाइले देखाउँदैन। बल्ल अहिले आनन्द फिल भइरहेछ। अब टक्क हामी फ्रेस भएर तपाईँलाई पछि भेट्नेछौँ नेक्स्ट भिडियोमा हुनसक्छ। अहिलेको लागि चाहिँ यति नै हो। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। अब अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं, मुझे